महाराजलाई सौनकादि 88,000 मुनिले 6वटा प्रश्न गर्नुभयो। मनुष्यको कल्याणको मुख्य साधन के हो? कथा सार सुनाउनुहोस्। तेस्रो प्रश्न भगवानले किन धरतीमा अवतार लिनुभयो? चौथो सवाल गर्नुभयो भगवानको अद्भुत चरित्र सुनाइदिनुहोस्। पांचवा प्रश्न भगवानको कतिवटा अवतार भयो? षष्ठम सवाल जब भगवान कृष्ण यो धरतीलाई छोडेर जानुभयो तत्पश्चात धर्मः कम शरणम गतः, धर्म कसको शरणमा गयो? यो 6वटा प्रश्नको जवाबको रूपमा नै पूर्ण भागवत श्री सूतजी महाराजले सौनकादि 88,000 मुनिहरूलाई सुनाउनु भयो। राजा परीक्षितजीलाई श्री सुखदेवजी महाराजले सुनाउनु भयो। परम सुंदर भागवत कथालाई अब वर्णन गर्दै हुनुहुन्छ श्री सूतजी महाराज। सर्वप्रथम आफ्नो गुरुदेवको चरणमा वन्दन गर्नुभयो।